नमस्ते साथीहरू, मेरो युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई। मेरो युट्युब च्यानलमा आज म तपाईहरुलाई चाहिँ खजुर कस्तो फल हो र खजुर खानुका फाइदाहरू के छन् र खजुर कस्तो ठाउँमा फल्छ भन्ने विषयमा चाहिँ एउटा सानो भिडियो बनाउन जाँदै छु। भिडियो राम्रो लागेमा चाहिँ तपाईहरुले भिडियोलाई लाइक, कमेन्ट, शेयर गरिदिनुस्। साथसाथै सब्स्क्राइब र बेल आइकनलाई थिच्न चाहिँ नभुल्नु होला। र म भिडियो सुरु गर्न चाहन्छु। खजुर चाहिँ प्रायसो तातो र सुक्खा मौसममा राम्रोसँग फल्ने बोट हो। खजुर विशेष गरेर निम्न प्रकारका स्थानहरूमा राम्रो उत्पादन दिन्छ। तातो मौसम भएको ठाउँमा खजुरलाई उच्च तापक्रम चाहिन्छ। विशेष गरेर गर्मी महिनामा 35 डिग्रीदेखि तापक्रममा 45 सम्म राम्रो बढ्छ। सुक्खा मरुभूमियुक्त क्षेत्र जस्तै साउदी अरेबिया, इराक, इजिप्ट, अफगानिस्तान, कतार, कुवेत, बहराइनमा खजुर चाहिँ राम्रो उत्पादन दिने गर्छ। बालुवा र हल्का दोमट माटो, राम्रो जल निकास हुने माटोमा खजुर राम्रो हुन्छ र खजुरको खानुका केही फाइदाहरू पनि छन्। खजुरलाई दिनभरि घाम लाग्ने ठाउँ आवश्यक हुन्छ र खजुर चाहिँ एकदमै राम्रो फल पनि हो। खजुर खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ। यहाँ खजुर खानुका प्रमुख फाइदाहरू छन्। म तपाईहरुलाई बताउन जान्छु। राम्रोसँगले ध्यान दिएर भिडियोलाई स्किप नगरी सुन्नु होला। ऊर्जा दिन्छ। खजुरका प्राकृतिक चिनी, ग्लुकोज, फ्रुक्टोज, सुक्रोज हुन्छ जसले छिटो ऊर्जा दिन्छ। यसमा फाइबर धेरै हुनाले कब्जियत, कन्स्टिपेसन हटाउन मद्दत गर्छ। खजुरमा आइरन प्रशस्त मात्रामा हुने गर्छ र यो खानाले चाहिँ अनियमित रक्तचापको कमी हटाउँछ। खजुरका क्याल्सियम, फस्फोरस, म्याग्नेसियम जस्ता मिनरल हुन्छन् जसले हड्डी मजबुत बनाउँछ। यसमा पाइने पोटासियम एन्टिअक्सिडेन्ट मुटुलाई स्वस्थ राख्न खजुरले एकदमै मद्दत गर्छ। नियमित खजुरहरू सेवनले मस्तिष्कको कार्यक्षमता बढाउँछ, स्मरण शक्ति सुधार गर्छ र खजुरका भिटामिन ए, बी1, बी2 र बी6 र के जस्ता पोषक तत्त्वहरू हुन्छन्। खजुर मिठो हुने भएकाले मधुमेह, डिस्केन्स भएका व्यक्तिहरूले सीमित मात्रामा खानु उपयुक्त हुन्छ र खजुर खानु स्वास्थ्यको लागि एकदम लाभदायक पनि छ र खजुरबाट चाहिँ तपाईले धेरै पोटेसियमहरू पाउन सक्नुहुन्छ र यो एकदमै राम्रो फल हो। र खजुरको यो माथि भएको खजुरको यो बोटको जस्तो केराको जस्तै माथि भएको टुप्पा हुन्छ, उसलाई चाहिँ सब्जीको रूपमा पनि खान सकिन्छ। यदि यो चाहिँ खायो भने मान्छेलाई एकदम इम्युनिटी पावर पनि बेसी हुने र उसको हेल्थको लागि पनि एकदमै राम्रो हुने गर्छ। खजुर खानुका विशेष केही फाइदाहरू मैले तपाईहरुलाई जानकारी दिएँ। भिडियो कस्तो लाग्छ? भिडियो हेरिसकेपछि तपाईहरुले लाइक, कमेन्ट, शेयर चाहिँ गर्न नभुल्नु होला। साथसाथै बेल आइकनलाई पनि दबाउन नभुल्नु।